निकेर कि होइन मरावती Oye, hola, nahi ki na nusuta sa Mario. Hayre na mudi ora de ngala ri sinya mudi ora ngakira kalsa. हो छ Mudi ora na ngakira ya daktar ni kalsar da bane sikira. Sar da bane sikira ye taati jimu taati jira ra jara. Nagara taati ni ra ga jara. Armi hola bana last puri se le kalsa. ल ल धन्यवादले अब जामा अझै पनि परमेश्वरले जामा बाँचिने आयु अझै उइन्यौ क Kalsa. Kalsa da tadi dikas na ko jara. आक नगरोक लिजानी nga मेखेल चस लंगालजी Tapi प्रार्थना ना जी ल प्रार्थना दादा गिनी थी Pati jirtu sigi muni. ल का दे अर्का अर्का Kedate. Saya kata प्रार्थना. अर्का त फेरि प्रार्थना केटा दे हजुर अर्का पटेको फेरि nga फेरि फोन गाडो दे हजुर त फेरि प्रार्थना केटा थियौ ल प्रार्थना बिना नकोल जार ए ल नको नो मोबाइल नको आगोसको जाची जिम्बरी क Angar na gasa. बिना ल प्रार्थना केटा थियौ बिना नाना मा जय सिकेर जास्केरो ए ल हड्डे प्रार्थना केटा थियौ पिता अनि पुत्र पवित्र आत्मा त्रिक परमेश्वर पिता हामी तपाईलाई धन्यवाद दिन्छौँ विशेष गरी प्रभु बितेको समयहरूदेखि जुन तपाईको छोरी जुन प्रभु अनि क्यान्सरको एउटा रोगको देखा परेको कारणले गर्दाखेरि प्रभु धेरै समस्या भइराखेको थियो प्रभु हामी विशेष गरी तपाईको छोरीको निम्ति प्रार्थना गर्नुभन्दा पहिला तपाईलाई धन्यवाद दिनुभन्दा पहिला प्रभु मैले गरेका गल्तीहरूलाई क्षमा दिनुभएको होस् मेरो परिवारले गरेको गल्तीहरूलाई क्षमा दिनुभएको होस् मेरो मण्डली परिवारले गरेको गल्तीहरूलाई क्षमा दिनुभएको होस् र तपाईको छोराछोरीहरूले गरेको गल्तीहरूलाई पनि प्रभु तपाईलाई क्षमा दिनुभएको होस् किनभने तपाईँ क्षमा दिनुहुने प्रभु हुनुहुन्छ तपाईँ निको पार्नुहुने परमेश्वर हुनुहुन्छ प्रभु त्यसै कारणले गर्दाखेरि हामी तपाईमा आशा र भरोसा हामी राख्दछौँ र आज जुन प्रभु हाम्रो प्रार्थना सुन्नुभयो अनि जतिजनाले प्रभु तपाईको छोरीको निम्ति जुन देखिने रूपमा दृश्य रूपमा र अदृश्य रूपमा जतिजनाले प्रभु तपाईको छोरीको निम्ति प्रार्थना गरेका थिए ती सबै तपाईको जनहरूलाई हृदयबाट प्रभु हामी तपाईलाई धन्यवाद दिन्छौँ उहाँहरूलाई र तपाईलाई पनि धन्यवाद छ विशेष गरेर प्रभु हामी प्रार्थना गर्दछौँ जुन तपाईको छोरीलाई ती डाक्टरहरूले पनि प्रभु येशू जुन आस मारिसकेको व्यक्तिलाई तपाईले प्रभु उठाउनु भयो तपाईले छुटकारा दिनुभयो अझै पनि प्रभु तपाईले पूर्ण रूपमा निको अनि चंगाई तुल्याउनु भएको होस् ती शैतानले ल्याउने जुन क्यान्सर रोग हालिदिने ती शैतान दुष्टका अग्निबाणहरूलाई येशू ख्रीष्टको रगतले हामी बाँड्दछौँ येशू ख्रीष्टको नाममा प्रभु त्यो क्यान्सर रोगलाई दूर हटेर जाने म आज्ञा गर्छु घोषणा गर्छु प्रभु तपाईको छोरीलाई तपाईले अझै पनि पूर्ण रूपमा निको अनि चंगाई तुल्याउनु भएको होस् किनभने प्रभु तपाईँ निको पार्नुहुने परमेश्वर हुनुहुन्छ तपाईँ चंगाई दिनुहुने परमेश्वर हुनुहुन्छ तपाईले हाम्रो सम्पूर्ण प्रभु फिक्रीहरू चिन्ताहरू देख्नुहुने परमेश्वर तपाईँ हुनुहुन्छ प्रभु प्रार्थना छ हामी तपाईलाई धन्यवाद दिन्छौँ प्रभु तपाईको छोरीलाई तपाईले आफ्नो ओछ्यानबाट तपाईले उठाउनु भयो अनि जुन अझै पनि प्रभु
त्यो घाउहरू राम्रोसँग निको हुन सकेको छैन। प्रार्थना छ तपाईँले मलमपट्टी लगाइदिनु भएको होस् प्रभु। तपाईँको छोरीको सबै गल्तीहरूलाई तपाईँले क्षमा गर्नुभएको होस्। अनि प्रभु जुन उहाँको परिवारहरूले गरेको गल्तीहरूलाई तपाईँले क्षमा गर्नुभएको होस्। र प्रभु तपाईँको छोरीलाई तपाईँले पूर्ण रूपमा छुटकारा दिनुभएको होस्, निको पार्नुभएको होस्। प्रभु तपाईँलाई धन्यवाद छ, धन्यवाद छ प्रभु। हामी तपाईँलाई धन्यवाद दिँदछौँ। तपाईँको अनुग्रह प्रभु त्यही छोरीमाथि तपाईँले सदाबहार तपाईँले राखिदिनु भएको होस्। तपाईँको पवित्र आत्माको अभिषेकद्वारा प्रभु निको अनि चङ्गाई दिनुभएको होस्। प्रभु तपाईँले भन्नुभएको छ बिरामीहरूलाई म आफ्नो ओछ्यानमा सम्हाल्नेछु। साँच्चै नै तपाईँको छोरीलाई तपाईँले सम्हाल्नुभयो, त्यसको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु येशू। जसरी तपाईँले हिजकिया राजालाई 15 वर्ष आयु तपाईँले थपिदिनु भयो, त्यही परमेश्वर हुनुहुन्छ। त्यसरी नै तपाईँको छोरीलाई पनि प्रभु तपाईँको इच्छा अनुसार प्रभु तपाईँले यो संसारमा यो धरतीमा कतिन्जेल प्रभु तपाईँलाई राख्ने इच्छा छ। जान त हामी एक दिन सबैजना जाने हो, एक दिन तपाईँको घरमा हामी आउने हो। यो संसारको जन्जालदेखि छुटकारा भएर तपाईँको छेउमा हामी सबैजना आउने नै हो। तर प्रभु तपाईँको छोरीलाई तपाईँको इच्छा अनुसार यो धरतीमा कतिन्जेल राख्नुहुन्छ प्रभु। तपाईँले सुस्वास्थ्य साथ तपाईँले राख्नुभएको होस्, ती सबै कष्टहरूबाट तपाईँले छुटकारा दिनुभएको होस् प्रभु। हामी यही प्रार्थना गर्दछौँ प्रभु। धन्यवाद छ, धन्यवाद छ, धन्यवाद छ। तपाईँ निको पार्नुहुने परमेश्वर, तपाईँ छुटकारा दिनुहुने परमेश्वर, तपाईँ हाम्रो पुकारा सुन्नुहुने परमेश्वर हुनुहुन्छ प्रभु। तपाईँलाई धन्यवाद छ, धन्यवाद छ। हाम्रो हृदय खोलेर हामी तपाईँलाई धन्यवाद दिन्छौँ ताकि प्रभु तपाईँको छोरीलाई तपाईँले बचाउनु भएको निम्ति प्रभु आश मरिसकेको व्यक्तिलाई प्रभु फेरि तपाईँको प्रेमको कारणले गर्दाखेरि प्रभु आज हाम्रो माझमा यसरी खडा बनाउनु भएको निम्ति तपाईँलाई धन्यवाद छ। ताकि प्रभु ती छोराछोरीहरूको जीवनबाट तपाईँको महिमा भएको होस्। अझै प्रभु पूर्ण रूपमा निको चङ्गाई तुल्याएर प्रभु एउटा गवाहीको पात्र तपाईँले बनाउनु भएको होस्। ताकि यो छोराछोरीहरूको जीवनबाट प्रभु त्यस्तै व्यक्तिहरूको जीवनमा प्रभु तपाईँले काम गर्नुभएको होस्। हामी यही प्रार्थना गर्दछौँ प्रभु। धन्यवाद छ, धन्यवाद छ, धन्यवाद छ। यो छोरीलाई म पिता अनि पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरको नाउँमा समर्पण गर्दै आशिष अनुग्रह चाहन्छु हाम्रो एकमात्र प्यारो प्रभु यीशु ख्रीष्टको नाउँमा। आमेन, आमेन, आमेन। हालेलुया, हालेलुया।